लु आजको भिडियोमा चाहिँ दाइकोमा गएर हरे खोर्सानी र चाउमिन झ्याम खाँदै। हेलो गाइज, आज पनि आइसकेको छु मेरो सानो भ्लग लिएर होइन। के छ त, सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म टक्क लाएर दाइहरूकोतिर गएर चाउमिन नुडल्स के भन्छ होइन, झ्याम हानिदिनु पर्यो भनेर त्यस्तो जोसेर हिँडिरहेको छु होइन। बाटो हेर्नुहोस् न होइन, नेपालको मात्र होइन जुनसुकै ठाउँमा पनि यस्तै हुँदो रहेछ बाटो चाहिँ होइन। टक्क अब चाहिँ म अटो चढिसकेको छु होइन। अटो ड्राइभरले चाहिँ भन्दै हुनुहुन्छ कहाँ पुग्ने हो, म उहीँ पुऱ्याइदिन्छु भन्दै हुनुहुन्थ्यो होइन। कहाँ हुनु र, मेरो 1 घन्टा लाग्छ। मेरो 1 घन्टाको बाटो छ, बस पार्कमा झारिदिनुहोस्, म त्यहाँबाट बस पक्रिहाल्छु भनेर बस पार्कमा ठ्याक्कै पनि झरिहालेँ होइन। यस्तै छ होइन यो गजाङरे बस पार्कमा बस्दा गर्मी भनेपछि बाफ्रे बाफ, कम्ता त गर्मी छैन होइन। अब के गर्नु, वेटिङ त गर्नै पर्यो, गाडी आउँदैन। यो गाडी चाहिँ हो क्या हो भनेर यसो उठेर हेरेको, के को हुन्थ्यो, पसिना आएर खलखल भइसक्यो होइन। भाषा हेर्नु न, भाषा फेरि यो के हो, आमामामा कुन भाषा हो, पढ्न नआएर म त हैरान। अब कुन गाडी हो भनेर थाहा पनि छैन। अब चाहिँ गाडी पनि नहिँडेको, फेरि पैसा माग्न यो छक्काहरू जहाँबाट पनि आइहाल्छन्। अब म त दिदिनँ भनेर यस्तो लुक्न खोजेको, के हुन्थ्यो 10 रुपियाँ लगिहाल्यो। यो चुक्याम कति चपाउनु भनेर चुक्याम पनि फ्याँकिदिइहाल्यो। अब चाहिँ सरर गाडी पनि हिँड्यो, अलिअलि हावा पनि आउँदैछ होइन। बाहिरको हावा भनेको यो के हो, फोरै अब चाहिँ टक्क लाएर हरियाली ठाउँको हावा सरर खाने जान्छु भनेर टक्क भ्यू हेर्दै हेरेको होइन। भुइँसी पनि बबालसँगले चलिरहेको रहेछ होइन। यस्तै छ होइन, टक्क जङ्गलको हावा खाँदै हिँड्ने अब टक्कसँग। अब चाहिँ म फाइनली पुगिसकेँ। यता फेरि त एकदमै बिजी हुँदो रहेछ, बिजी एकदमै ड्याङ कराइ हानिराख्नु भएको रहेछ। अब के गर्ने त, मलाई त लास्टै भोग लागेछ, मलाई पनि बनाइदिनु पर्दै, के न के खानु पर्यो भनेर मैले त भनिहालेँ होइन। अनि अन्डा कोपी मिसाएर टक्क लाएर चाउमिन बनाएर खानु होला, तपाईँहरूले पनि ट्राई गर्नु होला। सो अब चाहिँ चाउमिन आइसकेको छ होइन, मुखबाट पानी निस्किन लागिसक्यो होइन। बबाल तरिकाले बनाइदिए जस्तो लाग्यो मलाई त। यसो गरेर म त कहिले खाम जस्तो भइसकिहाल्यो, दाइले ल्याइदिइहाल्नु भयो होइन। खोइ किन हो धेरै दिनमा खाएर हो कि मलाई त लास्टै मन पऱ्यो, लास्टै मिठो लाग्यो त यो चाउमिन त होइन। म त कतैतिर नहेरिकन गम खान मात्र लागिराखेँ होइन। त्यही भएर अनि दाइले पनि फेरि हरे खोर्सानी खाउन भन्ने, अनि टक्क लाएर हरे खोर्सानी पनि चिरिप्पै टोक्दिएँ होइन। त्योसँगै त झन् ओहो अलिअलि पिरो भयो होइन। झन् खान मन लाग्यो होइन। त्यहाँबाट अलिकति झन् टमाटर सस सरर मिसाएर हालिदिएँ होइन। झन् ओहो के गर्नु र, मुखबाट पानी नै झरिसक्यो होइन। त्यही भएर खाछु। लु अब चाहिँ यतापट्टि दाइले पनि टक्क मलाई भोग लागेछ भाइ, खाना खान्छु भन्नुभयो होइन। टक्क दाइले चाहिँ टक्क पापड सपड होइन, यो आन्द्राको होइन तरकारी पप्पू साम्बर के भन्छ होइन, टक्क त्योसँग अनि अलिकति चिकन पिस राखेर होइन। बुढोले पनि टक्कसँगले खानु भइहाल्यो होइन। मलाई चाहिँ हे भगवान् यो नुडल्स मैले कसरी सक्नु जस्तो भइरहेछ होइन। अब चाहिँ लास्ट अगाएर पनि हो कि हो, खानै सकिनँ। अब खोर्सानी चप्पाउँदै यति त सक्छु भन्दै खाइँदैछु होइन। लु अब चाहिँ धेरै भिडियो भयो भाइ, राम्रोसँग खाना खाऊ भन्नुभयो दाइले पनि होइन। अब खाना खानुपर्छ पहिला। कस्तो लाग्यो त मेरो भिडियो होइन। हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला होइन। मेरो च्यानलमा आएर 1 सब्सक्राइब गरिदिनु होला, कुनै पैसा पर्दैन। हस् त, धन्यवाद।